हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। अनि म चाहिँ लेसिङ गर्न ट्राई गर्दै थिएँ। अनि आज हामी सिलगढी लागेको। अनि हाम्रो मामको चाहिँ लुगा मिलेन भनेर बनाइदिँदै हुन्थ्यो। अनि म चाहिँ लागेँ भनेर जुत्ता पसलतिर लागेँ, मामको जुत्ता बोकेर। अनि एकछिन पछाडि हाम्रो माम र मम्मी पनि आइपुग्नु भएको थियो। अनि म चाहिँ अगाडि नै पुगेर मामलाई हुने जुत्ता साइजको ठिक पारिदिइसकेको थिएँ। अनि यहाँ चाहिँ हाम्रो मम्मीले जुत्ता लगाइदिनुहुन्छ। अनि त्यतिन्जेलसम्म हाम्रो बस पनि आइपुग्यो। अनि हामीले लोकल म्युजिक सुन्दै काँक्राबिटासम्म पुग्यौँ। अनि काँक्राबिटाबाट सानो गाडी बुक गरेर हामी लाग्यौँ सिलगढीतर्फ। अनि वी आर फाइनली इन सिलगढी। हामीलाई हाम्रो गन्तव्य पुगेर थाहा भयो कि हामीलाई जहाँ जानुपर्ने थियो त्यो त सरिसकेछ नयाँ ठाउँमा। सो हामीलाई चाहिँ नयाँ ठाउँको बारेमा केही नै थाहा थिएन। अनि हामी चाहिँ यता र उता सोधि हिँड्दै थियौँ कहाँनिर सरेछ भनेर। A few moments later. धेरै प्रयास गरेपछि चाहिँ हामीले फाइनल्ली हामीलाई जहाँ जानुपर्ने थियो हामीले भेट्यौँ, होमो क्लिनिक्स भन्ने। अनि यहाँ चाहिँ हाम्रो मेरो कन्सल्ट गर्दै हुनुहुन्थ्यो के गर्ने कस्तो हुन्छ कसरी हुन्छ भनेर। अनि म चाहिँ अल्छी लागेर बाहिर यहाँनिर चाहिँ मलाई डक्टरले सम्झाउँदै हुन्थ्यो दबाई कसरी दिने खाने भनेर। अनि म चाहिँ यहाँ मम्मीलाई जिस्काउँदै थिएँ थोरै स्प्राइट मत खाना ठिकै भन्थेँ। अनि यहाँ चाहिँ हाम्रो बडीले सानो मन्तेवा राखिदिनु भएको छ। यहाँ चाहिँ हाम्रो माम गोलुमोलु भएर हिँड्दै हुन्थ्यो फेटा सेटा बाँधेर। अनि म चाहिँ मामलाई जिस्काउँदै थिएँ तपाईँले मास्क खोल्नुभयो भने त लगिदिन्छ सबै तपाईँको सुन भनेर। अनि म चाहिँ यहाँनिर एक साल पछाडि आएको धेरै नै परिवर्तन भएछ। अनि यहाँ चाहिँ हाम्रो मेरो बार्केले गर्दै हुन्थ्यो। कस्तो लाग्यो त डक्टरलाई भेटेर? चाहिँ यस्तै हँसी मजाक गर्दै पानी ट्याङ्कीतिर लाग्यौँ है त। बाटोमा आउने क्रममा चाहिँ हाम्रो मम्मीले भिडियो बनाउँदै हुन्थ्यो। अनि बनाइदिएको थिएँ मम्मीको चाहिँ
कपालले उडाउँदैछ। अनि यो माया चाहिँ हाम्रो सम्पूर्ण युट्युब फ्यामिलीहरूलाई मेरो मम्मीको तर्फबाट। सो फाइनल्ली हामीहरू चाहिँ पानीट्याङ्की आइसक्यौँ, सामान किनिसक्यौँ। अब चाहिँ हामी चाहिँ हाम्रो अन्त खोला बढेर आउँदा चाहिँ भोलि पर्सि डुबो हुन्छ क्या So bye bye guys, see you in the next vlog.